यहाँबाट मार्खु कति टाढा छ? त्यहाँ लोकललाई सोधौँ न। तैँले कुदाउँछेस्? चिया पसल आयो। चिया पसल आयो रे? यो चाहिँ रात कति हो? कति बज्यो अहिले? कति बज्यो भन्दा त्यही हेर्न। अब यहाँ देखायो पो हेर्नु। हेर्न। 5:44 ए 5:44 भएछ दाइ। 5:44 मा हामी कहाँ आइपुग्यौँ दाइ? यो थाहा नगरपालिका ठाउँ थाहा नभएको। यो चाहिँ बेलुकाको भ्यू हो। भिडियोहरू अगाडि हुन्छ। अहिले चाहिँ सबैजना हामी चाहिँ लास्ट आधी घन्टापछि आउने भयो। के आउन लाग्यो? कहाँ आइपुग्यो बाटै अर्थ्यो हो कि जस्तो लाग्यो। बास यतै जङ्गलतिर बस्ने हो क्या हो? हुन्छ अलिक टेन्ट छैन, जाडो हुन्छ र मात्रै हो। बिहान उठ्दा शीत लाग्ला धेरै। बिहान उठ्दा शीत बस्नु सक्नुहुन्छ रातभरि? तास खेलेर बसौँला नि। तास खेलेर? तास ल्याएको नि। तर कहाँ राति बाहिर सक्दैन नि, यस्तो जाडो छ यहाँ। हामीले कहाँ आइपुग्यो भनेर कसरी खबर हिँडिरहेको बाघ भालु मान्छेलाई सोध्ने। बाघ भालु मान्छेले जो भेटिन्छ त्यसैलाई सोध्ने। यति राति को चाहिँ हिँड्छ? हामीले चाहिँ यहाँ बस्ने पहिला पछि भइले खेलाउने हेलो हेलो खेलौँ है। त्यसो भइले खेलौँ पैसा के हो कुरो? दिदी के भन्नु छ हाम्रो शारदा दिदी? हजुर के भन्नु छ त? केही छैन, सबैलाई ह्यापी तिहार भन्नु। दिदी हो सरीसँग आयो नि है? सबै दिदी तालु गइसो दिदी दिदी भन। टोपी लगाइदेऊ न, टोपी। खै अब बस्नु एकादशी तीर्थ जानु काशी नसाचिलो पानी माछीले खानी सित जाने कि
वाइफै भएन यो त्यो सबै ल्याएर साइड साँझ पक्क चौतारीमा बुढापाका भेट हुँदा साथी भन्छन् मलाई साँझ पक्क चौतारीमा बुढापाका भेट हुँदा साथी भन्छन् मलाई काँचो छ घरमा यो कुरा साँचो छ बुहारीको घरमा काँचो छ साँचो छ मलाई नलाई बाँच्दैन मलाई नलाई बाँच्दैन तर्की हिँडेर जानेले फर्की फर्की हाँसेर हेर्नेले बनाकी साँच्ची हो नि फेरि फेरि म यहाँबाट देखाउँछु क्या यहाँबाट के भयो सुन्न यो भेडाफार्म गरेर सोध्नु लाग्यो होइन खाना नमिल्ने रहेछ भन्छ खै देखाउनु त कस्तो रहेछ दिदी ओ दिदी यता भिडियोमा देखाइदिनु यता यता होइन खाइदियो रहेछ है के हो यसलाई चाहिँ फाल्दिउँ अब यो सोधेर खाल्ला नि त उतै त्यो यो गोल काँक्रो तर भयो क्रममा
दहीहरू मोहिनी झर्ना जाने क्रममा जङ्गलै घरिकोल काँक्रो भेटेर हाम्रो गिसिकाको यहाँ काँक्रो टिप्दा टिप्दै खुस्क्यो है के खुस्क्यो भन्ने त्यसरी स्टामिना बेसी हुन्थ्यो हेलो हेलो भन्ने बाइकको टाइम साइकल Oh my god. दाइहरू अगाडि अगाडि गइसक्नु भयो म चाहिँ पछाडि पछाडि आउँदैछु है जङ्गल यता भेडा चर्ने ठाउँ रहेछ ठुलो कम्पाउन्ड रहेछ होइन अनि कम्पाउन्ड बारेको भित्र चाहिँ भेडाहरू चराएको रहेछ होइन कत्रो ठुल्ठुलो भेडाहरू रहेछ क्या म तपाईँहरूलाई एकछिनमा देखाउँछु है दिदीहरू पुरा आफ्नै तालमा हिँडिरहनु भएको गफ गर्दै कस्तो गऱ्यो हामी चाहिँ खासमा बाइकमा आएको होइन हाम्रो ग्रुप चाहिँ जम्मा 10 जना छौँ होइन 5वटा बाइकमा 2 जना आएको क्या यहाँ आफ्नै आफ्नै तालमा हुनुहुन्छ भेडा कत्रो हो सब राम्रो छ नि हामी हिजो कति बजे त्यहाँ आइपुग्यो अरे बस्नलाई बेलुका हामी त 7 बजीतिर आइपुग्यो होला 7 बजी त होइन त्यहाँ बसेको त्यहाँ लजमा 7 बजी हो नि हामी कुन लजमा 7 साढे 7 बजीतिर आइपुग्यो हो हामी प्याराडाइज इन होटलमा बसेको कुलेखानीमा होइन कुलेखानी हामी लाङटाङमा बस्ने भनेर आएको खासमा लाङटाङ के कहाँ हो चितलाङ कहाँ लाङटाङ यसो पाएको गइसक्यो लाङटाङ भन्दा आएछ चितलाङ गयो यो चाहिँ सुची हो चितलाङ नबसिकन हामी चाहिँ डाइरेक्ट मार्खु हुँदै कुलेखानी बस्यौँ अनि त्यसपछि रातै बितायौँ होइन अनि त्यसपछि बिहान ब्रेकफास्ट गर्यौँ त्यसपछि यता भेडा फार्ममा चाहिँ घुम्न आएको है भेडा पनि पुरै 10 लाखको 8 लाखको छ नि त होइन कतिको भेडा के ल्याइन्थ्यो रे दाइ तर ठुल्ठुलो रहेछ नि भेडा त सबै भेडा रे एउटा भेडी भेडा मान्छेलाई नै भेडा बनाइदिनु भयो यार दाइले दाइ यता हेर्नु न हेलो सानो कमलको हाँगा रेशमको पिला फुल्यो नाङ्गैले गडेर हो रेशम तिमीलाई हो हामीले चाहिँ बाइक यहाँनिर पार्किङ गरिसक्यौँ होइन अब यहाँनिर यो तालको नाम के हो इन्द्र सरोवर लेक साइडमा हामी घुम्न जाँदैछौँ है तल छ यहाँ तिर्खा लागेर पानी खाँदै हुनुहुन्छ हेर्नु यहाँ खरो भइसक्यो क्या खरो भइसक्यो अर्कोले पनि पानी खाएको देखा ल अहिले पनि खाइ ओ उसले माग्दैछु म पनि माग्दैछु है पानी यता दाइले पनि माग्दैन म पनि माग्दैछु यो चाहिँ इन्द्र सरोवर गाउँपालिकामा भएको इन्द्र सरोवर नदी हो है यो चाहिँ नेपालको सबभन्दा ठुलो नदी हो है अब यो चाहिँ झनै आर्टिफिसियल हो है यो कतैबाट जमाएको ठाउँ हो यो प्लस अर्को कुरा यो 7 किलोमिटर एरियासम्म लम्बाइमा 7 किलोमिटर एरियासम्म फैलिएको छ।
हामी त बोटिङ हेर्छौँ कस्तो दामी रहेछ जानु जानु तपाईँ यता नि हेर्दै हुन्थ्यो यता नि हेर्दै हुन्थ्यो यता नि हेर्दै हुन्थ्यो अब अरू खिचेपछि आफ्नो चाहिँ यसरी देखाउनु पर्यो नि त होइन आफ्नो चाहिँ आफै खिच्नु पर्यो गाह्रो छ वाउ दामी देख्दो रहेछ यार तर पछाडि यहाँ रुगा लागेर कस्तो भइरहेको होला दिदी पछाडि फर्केर के हेर्नु भयो अगाडि ताल्छ पछाडि हेर्नु यार ठाउँ त दामी रहेछ कत्रो ठुलो देख्दो रहेछ अझ परसम्म छ नि हामीले माथिबाट होइन लजबाट हेरेको थियो भ्यू चाहिँ यही हो है ओ दिदीले खतरा गीत गाइरहनु भएको छ दिदी अलि सुनेन कि अलि ठुलो सरले यसरी बस्नु पर्यो कि हामी आफूले भिजेर आयो भिज्यो भने छैन अच्छा फाइनल्ली भन्नु न तपाईँहरू हामी मोहिनी झरनामा छौँ यहाँ देखेन उता देखेन उता गाइसलाई होइन उयो नि रहेछ फाइनल्ली मोहिनी झर्ना फाइनल्ली हामी चाहिँ मोहिनी झर्ना जान लाग्यो गाइस कहाँ जान लाग्यो रे दिदी मोहिनी झरना हेर्नु हेलो ए दिदी हाय होइन भाइ टेन्सन बाइक थोरै मात्र ए दिदी दाइहरू चाहिँ अगाडि जाँदै हुनुहुन्छ हामी चाहिँ झर्ना जाँदैछौँ है मोहिनी झर्ना सबैजना कस्तो दामी यार झर्ना चाहिँ माथि चाहिँ अहिले देख्दैन एकछिनमा